अर्थ यहाँ सडकमा आउनु भएको छ एउटा महिला भएर एउटा नारी भएर एकजना युवकको ज्यान बचाउनको लागि अर्कोको बाइक मागेर तपाईँले हस्पिटलसम्म पुर्याउनु भयो त्यो एकदमै सराहनीय छ शब्दमा हामी तपाईँको तारिफ गर्न सक्दैनौँ यो दर्शकहरूले पनि त्यही तरिकाले सेयर गरिदिनु होला एउटा गृहमन्त्रीलाई यति सूचना गरिदिनु हामी नेपाल सरकारको उपराष्ट्रपतिको भवनतिर गइरहेको थियौँ बाइकमा चाहिँ पेट्रोल भ्याइयो है हामीले मरेको त्यो मर्न लागेको मान्छेलाई लगिरहेको छु सर पेट्रोल सक्यो है विदाउट हेलमेट बिना गएको थियौँ हामी ऊ प्रहरीले चाहिँ किन त भनेर बोलिरहेछ के गरेको अरे हेलमेट किन नलाग्दा जान दिएन है रोकेन मान्छे मर्न लाग्छ हामीले त्यस्तो गरिरहेको छु नेपाल सरकारको गृहमन्त्रीलाई भन्न चाहन्छु एउटा स्टुडेन्टको कार्ड बोकेर आइरहेछ लाएर आइरहेछ झोला ब्याग भिडेर आइरहेछ छातीमा हान्ने कुनै पनि नियम छैन गुडादेखि तल मात्र माथि हान्न पाइन्न भन्ने छ के हो यो सरकारले के गर्न खोजेको म पनि कानुनको विद्यार्थी भएको कारणले गर्दा म तपाईँलाई च्यालेन्ज दिन चाहन्छु यो तपाईँको सैन्य छैन यो नेपाली जनताहरूलाई यति मात्र भन्न चाहन्छु अर्को के भन्न चाहन्छु भने जुन अहिले सामाजिक सञ्जाल बन्द गर्नुभएको छ नि यो तपाईँहरूको कति दिनको नाटक हो होइन भ्रष्टाचारको सम्पत्तिले नपुगेर दर्ता भएन भनेर जुन गर्नुभएको छ अहिले त्यति दम छ भने केपी ओलीमा जब 84 आउँछ नि चुनावमा त प्रचार प्रसार त गर्नु पर्यो उनीहरूलाई बोलेको भिडियो त हाल्नु पर्यो मैले भर्खरै यहाँनिर संसद भवन भित्रबाट गोली लागेर हाम्रो यहाँ साथीको प्रहरीले ल्याएर म भन्छु सुन्नुहोस् संसद भवन अगाडि प्रहरीले गोली हानेर हाम्रो एकजना साथीलाई छातीमा मुटुमा गोली हानेको छ यहाँ भित्रबाट गोली आएको छ मैले उहाँलाई रेस्क्यु गरेर लगेको हो यो बाइक कसको हो म चिन्दिनँ यो बाइक बिचा रोडमा थियो चाबी लागेको थियो मैले जुन बाइक भेटेँ मैले उहाँलाई रेस्क्युको लागि लिएर गएँ यो हस्पिटल लिएर गयौँ हस्पिटलपछि यहाँ नभएर हामीले टिचिङमा लग्यौँ उहाँलाई अहिले सिपिआर दिइरहेको छ फोटो हेर्नुहुन्छ भने हाम्रो एकजना साथीसँग फोटो पनि छ र अहिले नाम पनि बताइदिनु न जेनजीको जेनेरेसन भन्नुभयो नि आज हेर्नुहोस् हामी युवाहरू उत्रेको छौँ अहिले भर्खर हाम्रो देशमा भ्रष्टाचार त भइरहेको छ साथसाथै अहिले हाम्रो युवाहरू सडकमा उत्रिनु भयो सामाजिक सञ्जाल बन्द गरेको छ फेसबुक मेसेन्जर इन्स्टाग्राम जस्ता चिजहरू बन्द गरिएको छ हामी युवाहरू साइन्स एन्ड टेक्नोलोजी मोडर्न जेनेरेसनमा हुर्केको युवाहरू हो हामी र हामी युवा कस्तो हो भने हामीले भात नखाँदा पनि हामीलाई मोबाइल देखाइदिए हुर्केको युवा जेनजीका जेनेरेसन हो र केपी शर्मा ओलीहरू कुन जेनेरेसनको थाहा छ जेनजी पनि होइन एक्स पनि होइन वाइ बेबी बुमर जेनेरेसनको तिनीहरू भनेको चिठी लेख्ने जमानाको मान्छेहरू हुन् चिठी लेख्नेको जमानाको मान्छेले अहिले हामी जेनजीको जेनेरेसनलाई कम्पेरिजन गरेर हुन्छ यति नै भयो दर्शक महानुभावहरू यति बेला देखिराख्नु भएको छ कसरी गोली पड्किरहेको छ कसरी यो चाहिँ मकै भट्ट भुटेको जस्तै बट यति बेला तपाईँले संसद भवन अगाडिको यो दृश्य हामीले तपाईँले देखाइरहेका छौँ यति बेला के साँच्चीकै सरकार निरङ्कुश बनेकै हो त यति बेला सरकारले आफ्ना नागरिकहरूलाई गोली चलाउन आदेश दिएकै हो त के भएको जेनजी युवाहरू सडकमा आउँदाखेरि ओ माई गड निकै तनावग्रस्त अवस्था छ दर्शक महानुभावहरू ग्लोबल आईबी बैंक सबैका लागि बैंक यहाँ सडकमा आउनु भएको छ एउटा अहिलेसम्म मृत्यु हुनेको संख्या 8 पुगिसकेको छ 8 जनाले ज्यान गुमाइसकेका छन् जेनजीहरू जति पनि छन् उहाँहरूको यो दृश्य देखाइरहेका छौँ यहाँ अझै ठुलो संख्यामा हजारौंको संख्याको छ 8 जनाले ज्यान गुमाइसकेका छन् वीरगति प्राप्त गरिसकेका छन् 80 जना भन्दा धेरै घाइते भइसकेका छन् अहिले पनि तपाईँले देख्न सक्नुहुनेछ